हेलो नमस्ते। यति बेला हामी छौँ शिखर नगरपालिका 1 कप्पललेकी डोटी स्थित नापानी र गुठौरीको बिचमा पर्ने मडेको ओराड भन्ने छ, मडेको ढुङ्गा भन्ने छ। यो चाहिँ यसको एउटा हिस्ट्री छ। यो एकदमै ठुलो ढुङ्गा छ हैन। पहिला यतापट्टि चाहिँ यो काटे बाटो थियो, अहिले चाहिँ यसको ब्याक साइडबाट रोड छ र यसको लागि चाहिँ आफ्नो यसको बारेमा हाम्रो पुर्खाहरू, हाम्रो चाहिँ यहाँको केही अग्रजहरूले यसको बारेमा हामीलाई केही कहानी सुनाउनुहुन्थ्यो, केही किम्वदन्ती भनाइ। अर्थात् त्यो हामीले त भोगेनौँ, तर हाम्रो हजुरबाजेहरूले चाहिँ यो कुराहरूलाई चाहिँ देख्नु पनि भएको भन्ने कुराहरू छ र केही अब अन्य सोसाइटीसँग जोडिएको कुरा पनि हो र यसको बारेमा केही शब्द राखिदिनु हुनुको लागि म मेरो आदरणीय दाजु नेत्र साईलाई म अनुरोध गर्दछु। हेलो हेलो, नमस्कार नमस्कार। भाइले भनिसकेको छ, यति बेला हामी शिखर नगरपालिका 1 गुठौरी र नापानीको बिचमा रहेको यो प्रख्यात मडे ओराड भन्ने ठाउँमा रहेका छौँ र म छोटकरीमा यो मडे ओराडको बारेमा केही भन्न चाहन्छु। र यो किम्वदन्ती अनुसार हामीले सुनेअनुसार वास्तवमा मडो भन्ने शब्द नै यो लास भनेर नै हामी जो बुझ्छौँ सब, त्यो सबलाई नै हाम्रो भाषामा त्यति बेलाको भाषामा मडो अथवा मडे भन्छ र त्यो मडो अथवा त्यो सब राख्ने ठाउँलाई, यो ठाउँ राख्ने यो ओराडलाई नै मडेको ओराड भनेर पहिलादेखि चिन्ने गरिन्छ। र यो बिच जङ्गलमा यहाँलाई लाग्न सक्छ कहाँबाट सब राख्ने, कहाँबाट मडो राख्ने भन्ने पनि आउन सक्छ वास्तवमा। र यसको किम्वदन्ती अनुसार के छ भने यो नजिकै जोडिएको अहिलेको जोराइल गाउँपालिका र पुरानो गोडसेरा गाविस अथवा गोडसेरा भन्ने ठाउँ हुँदै त्यहाँ भएका सबहरू मान्छेको मृत्यु भइसकेपछि सेती नदीमा लगेर चाहिँ दाह संस्कार गर्ने चलन थियो त्यति बेला। र उहाँहरूले एक दिनमा नभए नै भएका कारण गोडसेराबाट त्यो सबलाई ल्याएर यो ओराडमा बस्ने, यहाँ राख्ने र अघिल्लो दिन लगेर सेती नदीमा चाहिँ दाह संस्कार गरिसकेर घर फर्किने र यो क्रिया चाहिँ एक दिनमा नसकिने भएका कारण यहाँ एक दिन राख्ने चलन थियो त्यो बेला। र त्यो राख्ने चलन भएका कारण यो चाहिँ त्यो मडो अथवा त्यो लास, त्यो सब राखिने ओराडलाई नै अहिले पछिल्लो चरणमा चाहिँ मडे ओराड भन्दै गएको, जुन अहिले पछिल्लो चरणमा उहाँहरूले सेती नदीमा दाह संस्कार नगरिकन स्थानीय गडसेरामै रहेको गाड अथवा नदीभन्दा अलिक सानो खोला, त्यो गाडमा नै उहाँहरूले दाह संस्कार गर्ने सुरु गर्नुभएको छ। र त्यो गरिसकेपछि अहिले यता त्यो सब राख्ने ल्याउने काम बन्द भइरहेको छ। र फिलहाल हामीले अहिलेलाई यो मडेको ओराडलाई नै यसरी बुझ्ने गरेका छौँ। यहाँले पनि यही बुझिदिनु हुनेछ भन्ने कामना गर्दै यति भन्न चाहन्छु। धन्यवाद। धन्यवाद। यहाँ अग्रज हाम्रो दाजुले भन्नुभएको छ। पक्कै पनि हामीले पनि सानो हुँदाखेरि यो ओराडको विशेषता अर्थात् यो ओराडलाई किन मडको ओराड भनेर, मडेको ओराड भनेर चिनिन्छ भन्ने कुराहरू हामीले सुन्दै आएका थियौँ। र यसको थोरै म यसको एउटा शक्तिको पनि म थोरै तारिफ केही कुरा गर्न चाहेँ। र यतापट्टि यो सडक छ, ठ्याक्कै यसको मुनिपट्टिबाट ऊ तलबाट देखिरहेछ यो सडक, यसको पछाडिबाट यताबाट लगेको छ। र यो सडकलाई यतातिर ल्याउने, यो ठ्याक्कै ढुङ्गाको मुनिबाट यता ल्याउने प्रयास गर्दाखेरि डोजरहरू 2-3 चोटि हाम्रै अगाडि बन्द भएको थियो। यानि कि यो ओडारको नजिकबाट, यो ओडार मुनिबाट हाल्न खोज्दाखेरि चाहिँ त्यो डोजर नै बन्द भएको थियो र पछि धुप बत्ती के चढाएर फेरि माथिमा हेरेर ब्याक साइडबाटै, ढुङ्गाको ओडारको ब्याक साइडबाटै लगेको कुराहरू पनि मैले तपाईँलाई जानकारी गराएँ। हस्, धन्यवाद।